Hey, it's all right, everyone. Welcome to my another episode of TVD Blog after long interval of time. हैन लङ इन्टरभल भन्दा नि करिब 1 वर्षपछि हजुरको सामु फेरि ब्लग लिएर आएको छु। नयाँ ब्लग पहिलेको भन्दा अझ छुट्टै किसिमको ब्लग रहनेछ। अनि त्यही हो गाइज, अब कहाँबाट सुरु गरौँ, कसरी सुरु गरौँ, अलि सुरु गर्नै आइरहेको छैन हैन। अनि अब यो 1 वर्षमा के भयो कसो भयो अब त्यो म पछि बिस्तारै भन्दै जानेछु। अनि अहिलेको ब्लग चाहिँ म फ्रम स्पेनको बार्सिलोनाबाट बनाउँदैछु। अनि तपाईहरूले यो ब्लगलाई, अहिलेको ब्लगलाई पनि पहिलेको ब्लग जस्तै माया गरिदिनु होला, साथसाथै सपोर्ट गरिदिनु होला, अनि सब्सक्राइब गरिदिनु होला, भिडियोलाई लाइक कमेन्ट सेयर सबै गरिदिनु होला हैन। अहिले चाहिँ म चाहिँ यस्तो नजिकै म बस्ने ठाउँको नजिकै पार्कमा छु। लगभग यहाँदेखि आधी घन्टा जति लाग्छ होला मेरो रुममा जान चाहिँ। अनि मैले बनाउँछु भने त सोचिरहेको थिएँ, तर कति फुर्सदै नमिल्ने कहिले के नमिल्ने अनि यस्तै भइरहेको थियो। अनि त्यही हो गाइज हैन, यस्तो राखेर बनाऊँ न त अनि यति राखिदिन्छु नि, यस्तो बनाउँछु सजिलो हुन्छ, यस्तरी बनाउँछु है त गाइज। अनि कहिले के नमिल्ने यस्तै भइरहेको थियो। अनि अहिले चाहिँ अब लब मिल्यो भनौँ न, अब यस्तरी मिल्यो भन्न नि अब अलिकति यसलाई चाहिँ कन्टिन्यू गरौँ भनेर उ गरेको। म चाहिँ अहिले यहाँ बार्सिलोनाको अनि बार्सिलोना भन्ने ठाउँको लासालुट ठाउँमा हो भने लासालुट भन्ने ठाउँमा बस्छु है म चाहिँ हैन। अनि अब त्यसपछि अहिले म चाहिँ यतातिर आएको चाहिँ यतातिर आएको चाहिँ स्पाइना भन्ने ठाउँ हो। यो चाहिँ म यता नजिकै पार्कमा छु। अनि त्यसपछि त्यही हो, यसो पार्कहरू घुमाइदिन्छु। अनि म्युजियम छ एकदमै वान अफ द मोस्ट पपुलर म्युजियम भनौँ न, स्पेनको पपुलर म्युजियम छ हैन। अनि यसमा जे हिस्ट्री छ भनौँ न त्यो देखाइदिन्छु। त्यसपछि त्यहाँ फुटबल ग्राउन्ड छ त्यो देखाइदिन्छु। स्पाइना सिटीको त्यो माथि टावर छ त्योबाट देखाइदिन्छु। ल हेर्दै गर्नु होला। अनि अरू त के भनौँ र हैन, यस्तो भएको छ गाइज, कपाल पालेको छु पहिलेभन्दा धेरै चेन्जेस भएको छ अलिकति अनि फेसमा त यस्तो, यो फेस त कपाल चाहिँ पालेको छु कि बरु सुहाएको छ कि नै त्यो चाहिँ डु कमेन्ट गाइज हैन। अनि अरू त्यही हो गाइज। अब अरू त बाँकी कुरो त अब उ गर्दै गरौँ ल, भन्दै गरौँ ल है। म यता कसरी आएँ के गरेँ यताउति अहिले भन्नुभन्दा पनि अब भन्दै गरौँ ल बिस्तारै पछि। अनि अहिले झ्याप्पै नभनिहालौँ। अनि बाँकी चाहिँ अब कतिपय कुराहरू चाहिँ प्राइभेसी नै हुन्छ, मैले अघि नै भनिसकेँ। अनि त्यही गाइज है त ल यस्तो छ होइन, यतातिर चाहिँ यस्तो छ, यहाँ यस्तो छ, यही हो कालो भइहाल्छ गाइज। पहिलेदेखि चाहिँ कालो, त्यसमाथि झन् कालो भइहाल्छ, के गर्ने ल। त्यहाँ यो चाहिँ देखिरहेको यहाँको म्युजियम हो होइन। अनि टन्नै टुरिस्टहरू आउनु भएको छ। अनि अहिले म त्यता देखाउँछु। यतातिर चाहिँ म पनि गएको छैन, अस्ति लास्ट टाइम आएको बेला यतातिर त सबै घुमेको थिएँ, यतातिर चाहिँ म पनि घुमेको छैन। अनि यतातिर के रहेछ त यसो हेर्न जाउँ न त भनेर जाऊँ न त होइन, के रहेछ हेर्न जाऊ। अनि त्यही हो। अरू त अब के भनौँ र गाइज होइन, कस्तो बोल्नै आइरहेको छैन यार आज त, खै के भएको हो। अनि अलिकति सेम भाइब्स चाहिँ यसो जङ्गलहरू हेर्दाखेरि नेपालवाला भाइब्स आउने क्या, टक्क लगाएर केही छैन। ल गाइज यहाँ चाहिँ यस्तो रहेछ है, खोल्सा होइन, यस्तो छ। अनि खोल्सा, अनि त्यहाँ फेरि यस्तो ठुलो पाहाड छ, अनि त्यसलाई फेरि तारझेल गरेको छ होइन। अनि यस्तो चाहिँ यसरी संरक्षण गरेको छ क्या। यतातिर यस्तो छ। अब यतातिर म आएको भइगयो, यहाँ म माथि जान लागेको। अनि यहाँ चाहिँ अब डेभलप के, यहाँ लिफ्टबाट पनि जानेछ, भर्याङबाट पनि जानेछ। अनि यो चाहिँ यहाँको सल्लाहको रुख हेर्नु न, दामी सल्लाहको रुख। यो चाहिँ सेम कस्तो टाइपको सल्लाह छ भनेपछि त यो चिनेथान मेला उता रोल्पा होलीदेखि त्यहाँ त्यस्तो टाइपमा छ कि यो सल्लाह चाहिँ होइन। यो चाहिँ अर्को सल्लाह भयो, धुबी सल्लाह के भन्छन् यो चाहिँ। यो त सल्लाहको रुख छ गाइज। अब नेपालमा साथी हुन्छन्, घुम्ने ठाउँ हुन्न। अनि यहाँ चाहिँ अब घुम्ने ठाउँ हुन्छ, साथी हुन्नन्, त्यस्तै हो। अब टाइम चाहिँ सबैले आफ्नो टाइम मिलाएर घुम्छन् होइन। अब आफू खाली भइया बेला साथीहरू खाली हुँदैनन्, अनि साथीहरू खाली भएको बेला आफू खाली भइँदैन। अनि त्यो चाहिँ अब आफै मिलाउने हो।
अब त्यस्तै हो। त्यही हो गाइज, म यतातिर बाहिरको ऊहरू देखाइदिन्छु मजासँग। अनि तपाईँले सुन्नुभयो होला ढुकुर कराइरहेको छ, घुघुती घुघुती गरिरहेको छ होइन, त्यो वाला भाइब्स भयो भने चाहिँ ठ्याक्कै नेपालवाला भाइब्स आउने, नेपालवाला फिल हुने कि नेपालमै छु जस्तो लाग्ने। अनि यो चाहिँ मसलाको रुख हो यार, यो चाहिँ हाम्रो घर ठ्याक्कै घरको रहन्छ, यहाँ पनि मसलाको रुख रहेछ। अनि यति सल्लाहको छ, यो बरु थाहा भएन के को रुख हो। अनि फेरि अब त्यो चाहिँ ऊ भनौँ न स्टेडियम हो, म तपाईँलाई देखाइदिइहाल्छु। यहाँ टुरिस्टहरू झन्नै, अनि टुरिस्टहरू चाहिँ यो एरियामा चाहिँ एकदमै पपुलर डेस्टिनेसन हो नि त टुरिस्टको लागि त, त्यही भएर टुरिस्टहरू पनि टन्नै आउनुभएको हुन्छ। अनि यतातिर टुरिस्टहरू, अनि यता झन् बार्सिलोना पुरै के भन्छन् रे, यो स्पेन नै मेन भनेको यहाँको मेन अर्थतन्त्र नै टुरिज्म रहेछ क्या होइन। यति धेरै टुरिस्ट आउने कि, यति धेरै टुरिस्ट आउने कि मैले गुगलमा उ त गरेको थिएन, तर एकजना दाइले चाहिँ के भन्नुभएको थियो भनेपछि 2025मा चाहिँ सबैभन्दा धेरै टुरिस्ट चाहिँ यहाँ स्पेनमै आएको थियो अरे है। त्यो अब तथ्य के मलाई थाहा भएन, त्यो अब हेर्न पर्छ गुगल सर्च गरेर। नत्र तर घुम्नलाई चाहिँ कति ठाउँ के है, एकदमै धेरै यार घुम्नलाई चाहिँ। अब यतातिर यस्तै हो, हेर्नु जङ्गल छ, हल्का जङ्गल छ, यसलाई संरक्षण गरेर राखेको छ क्या यतातिर होइन। यति फेरि यो फेरि स्टेडियम हो, यो पुरा स्टेडियम हो, तपाईँलाई भित्रै गएर देखाइदिन्छु। अनि यो टुरिस्ट बस भयो, एकदमै सफा के, सफा स्वच्छ होइन, कोही केही छैन क्या। अनि कति सफा भनेपछि कुरै छोडौँ न होइन, यस्तो छ। अनि यहाँबाट हामी अब म चाहिँ बाटो क्रस गर्नु लाग्यो, आम्मा बाइक त खतरा। अप्रिलिया बाइक है गाइस, अप्रिलिया। यो अप्रिलिया भन्ने बित्तिकै मलाई याद आयो, के भन्छ हाम्रो नेपालमा यो बाइक त हुँदैन, स्कुटी छ। लास्ट टाइम चाहिँ अब 1 वर्ष भयो होइन, हाम्रो चाहिँ घरको लागि भनेर मैले अप्रिलिया स्कुटी निकालेर आफ्नो बाइक बेचेर, अनि त्यसमा पैसा थपेर अप्रिलिया स्कुटी निकालेको थियौँ। अनि त्यो चाहिँ याद छ। अनि यहाँ चाहिँ मैले जहाँ पनि देखेँ कि अप्रिलिया स्कुटर बाइकहरू चाहिँ यहाँ चाहिँ जस चल्दो रहेछ, किनभने यो मेड इन इटलीवाला हो नि त, त्यही भएर होला सायद। ल स्टेडियम छ, म तपाईँहरूलाई सर्व स्टेडियम देखाइदिन्छु। भित्र जान अस्ति त जान दिएको थियो, आज पाउँछु कि नै थाहा भएन, भित्र जान दियो भने म देखाइदिन्छु है। अनि अब यसो खाली भएको बेला के गरौँ भन्दा नि फ्रस्ट्रेसन भइन्छ नि त, के गरौँ भन्दा नि बाहिर निस्केर यसो कहिले घुमघाम गरौँ भनेर हो। अब बिजी भएको बेला त अब बिजी नै भइयो, काम गर्नु पऱ्यो होइन, खानु पऱ्यो, लाउनु पऱ्यो, बाँच्न पऱ्यो, गाह्रो छ नि। विदेशको भन्नु छ, विदेश त अब घुम्नुलाई मात्रै ठिकै हो गाइस, तर के भन्छन् रे यो पब्लिक धारा। अनि त्यहाँ घुम्नलाई पनि ठिक छ, तर खाना बस्न यताउति गर्ने नि त लास्ट गाह्रो छ गाइस है। अनि ल गाइस, म चाहिँ ट्याक्क स्टेडियममा आएँ होइन, आज पनि खुल्लै रहेछ, जान दियो, केही पनि गरेन आज पनि, यस्तो छ होइन। अनि यहाँ पनि बार्साको गेम हुन्छ होला है, किनभने यहाँ फुटबलहरू खेल्नको यता हिस्ट्रीहरू छ। यहाँ यो चाहिँ कतिमा 1929मा इस्टाब्लिस भएको छ यार, इस्टाब्लिस होइन। अनि यहाँ सबै छ नि त, जे भए पनि यहाँ चाहिँ। अब यहाँ चाहिँ एउटा फुटबल ग्राउन्ड रहेछ दामी, यहाँ हेर्नु न कस्तो बोबाल हो यार। अनि चारैतिर यस्तो छ गाइस होइन, फुटबल ग्राउन्ड बनिरहेको छ। अनि होइन मेन्टेनेन्स त भएको छ, अनि आजभोलि चाहिँ खाली भएर होला, यो चाहिँ मेन्टेनेन्स गर्न होला बिग्रेको ठाउँमा, बत्तीको ठाउँमा। नेक्स्ट टाइम भयो भने टक्क लगाएर आउनुपर्छ। अनि माथितिर फेरि टक्क जङ्गलले उ गरेको छ, शान्त छ यहाँ। क्राउडमा यतातिर खेलिराख्यो भने होइन, पछि बार्साको गेम भयो नि, यहाँ आउनु बाइचान्स यहाँ बार्साको गेम भयो भने चाहिँ आइन्छ। ल टक्क हुटिङ गरेर यतातिर बसेर स्टेडियम भ्यू देखाइदिन्छु म राम्रो तरिकाले है गाइस। यस्तो बबाल छ यार, हेर्नु त दामी यार, दामी बब्बा वन्डरफुल यार। ल गाइस, म चाहिँ अब म्युजियमतिर जानु लाग्यो। अनि यो चाहिँ ब्याक साइड हो है म्युजियमको होइन, यस्तो दामी छ। अनि कुरै छोडौँ के यार, यो म्युजियम त यार यस्तो दामी के होइन, त्यो यहाँको आर्किटेक्चर चाहिँ बब्बाल क्या। अनि यस्तो सफा, त्यस्तो क्राउड पनि छैन यो साइडतिर होइन। अनि
यस्तो छ यहाँ चाहिँ गार्डन भनौँ न पार्क टाइपमा छ अनि यहाँ चाहिँ यो त दामी फुल फुल्या रहेछ यार यति हेर देख्न सक्नुहुन्छ तपाईँले दामी हाहा दामी फुल अरे यो चारैतिर यस्तो दामी सल्लाह यार यो चाहिँ यस्तो टाइपको सल्लाह फेरि हाम्रो मामा घरतिर पाउँछ कि यो टाइपको सल्लाह फेरि होइन अनि यहाँ म्युजियम भयो यस्तो बबाल छ होइन यस्तो हेर्नु न यस्तो दामी अनि यहाँबाट गएर उ गर्नुपर्छ ल यस्तो बबाल छ गाइज यतातिर चाहिँ अनि अब म तपाईँलाई यो चाहिँ ब्याक साइड भयो र अलिक फ्रन्ट साइडबाट अगाडिबाट देखाइदिन्छु जे भयो नि भनौँ न यहाँको यो म्युजियमको नाम पनि मैले बिर्सिहालेँ अहिले त्यही गएर हेर्नुपर्छ ल यो त क्याथलिनिया हो तर के अगाडिको नाम चाहिँ मैले बिर्सिहालेँ भनौँ न ल अब फ्रन्ट साइडतिर अगाडि जानु लाग्यो अनि यतातिर चाहिँ सल्लाहको रूपमा चाहिँ छ क्या तर आर्किटेक्चर चाहिँ दामी हो है यहाँ शान्त है कस्तो मजाको इन्भाइरोमेन्ट अनि यतातिरको मान्छेहरू पनि त्यति बेस गरी पनि बोल्दैनन् के अनि लाउडली बोल्दैनन् होइन जस्ट स्लोली उनको साउन्ड चाहिँ अलिकति कमै हुन्छ भनौँ न हाम्रो एसियनको मात्रै हो कि बेस गरी बोल्ने हल्ला गर्ने होइन अनि मैले अघि के भन्दै थिएँ यो म्युजियमको नाम चाहिँ के हो मलाई लास्टमा क्याथलोनिया भन्ने मात्र थाहा थियो अनि म्युजियनिस नेकोसनल डार दे कातालोनिया भन्ने रहेछ कि म्युजियमको नाम चाहिँ होइन यति छ टक्क लगाएर यहाँ परेवाहरू छ गाइज होइन यहाँको परेवा चाहिँ नेपालभन्दा हल्का अलिकति ठुलो हुन्छ अनि यही हो यहाँको परेवा चाहिँ अनि म्युजियम भएको म तपाईँलाई अगाडिको भ्यूज अगाडिबाट देखाउँछु यस्तो यस्तो दामी रुखहरू छ यस्तो बबाल यार हेरौँ न यस्तो दामी भ्यूज कि यो रुखमा यत्तिकै देखेँ कति बबाल आउने कि है दामी अनि यो कपाल पालेको के गाई चाहिँ होइन कहिले सुहा जस्तो लाग्छ कहिले नसुहा जस्तो लाग्छ अनि अब कपाल काट्दिनु पर्ला भनेर राखेको छु हेर म त के हुन्छ होइन 1-2 दिनभित्र त्यो 1-2 हप्ताभित्र सुहाए जस्तो लाग्यो भने राख्ने हो नत्र काट्ने हो अनि यसो हेर्छु कहिले सुहा जस्तो लाग्ने यसो कहिले हेर्छु नसुहा जस्तो लाग्ने पुरै मै काटौँ कि नकाटौँ मै अन्डरमा छु कि फेरि होइन अनि एक दर्जन कपाल काट्दा या फेरि एक्सपेन्सिभै हुन्छ होइन यतातिर चाहिँ अनि त्यही पनि कपाल चाहिँ पहिले सानोमा चाहना थियो कपाल पाल्ने भनेर अनि त्यसपछि पालिदिएको अब त्यसपछि अहिले चाहिँ अब यसो कतिखेर सुहा जस्तो लाग्छ कतिखेर नसुहा जस्तो लाग्छ आइएम कन्फ्युज गाइज है डु कमेन्ट के भएको छ अनि त्यही हो अब म अगाडि जाँदैछु अगाडिको ट्याक्कै उसमा तपाईँलाई अगाडिको भ्यू देखाइदिइहाल्ने चाहिँ यस्तो छ यी होइन अगाडि टक्क लाएर यस्तो छ हेर्नु गाइज अब टक्क अगाडि जाँदा लाग्यो है अनि यहाँको म्युजियम अब लाउडली बोल्नु पनि भएन फेरि सबै स्लो गरी बोल्छन् म पनि स्लो गरी नै बोलिदिएको त्यही पनि यस्तो आनन्द छ गाइज ल म ब्याक फोनबाट देखाउँछु है म चाहिँ अब अगाडितिरको भ्युजबाट जान लाग्यो त्यही रुख छ त्यही सल्लाह छ त्यही छ अनि यहाँ चाहिँ त्यही म्युजियम अब यहाँ चाहिँ हल्का जस मान्छेहरू हुन्छन् भनौँ न हल्का भिड हुन्छ अनि भिड भए पनि हाम्रो नेपालमा चाहिँ पुरै क्राउड चाहिँ गर्ने हुन्छ यहाँ चाहिँ अलिक भिड भए पनि त्यति क्राउड चाहिँ हुँदैन है अनि यहाँ यो चाहिँ यहाँको म्युजियम भनौँ न अघि नै मैले भनिहालेँ नाम के बिर्सिहालेँ तर के दार्केस के हो यार नाम पनि कस्तो बिर्सिने हुन्छ मिलाएर बुझ्नु न आफै अनि यहाँ चाहिँ म्युजियम यो गाइज यहाँको म्युजियम होइन ल बल यहाँ चाहिँ यतातिर हामी सिटीहरू देख्न सक्छौँ सिटी देख्न सक्छौँ तर म्युजियम होइन अनि हाम्रो नेपालमा चाहिँ यत्तिकै पैसा मागे हुन्छन् होइन तर यहाँ चाहिँ यस्तो गीत गाएर उ गरेर पैसा माग्ने हो क्या यहाँ चाहिँ माग्नेको पनि क्युआर हुन्छ क्या टक्क देख्नु पनि यहाँ क्युआर छ माग्नेको पनि क्युआर हुन्छ गाइस दामी क्राउड छ हल्का क्राउड छ यतातिर चाहिँ होइन क्राउड छ अनि त्यो सहर भएको अब
बवाल भयो माथितिर चारैतिर पहाडै पहाडले घेरेको छ अनि यो म्युजियम भइगयो होइन साइडतिर यत्तिकै भ्लगिङ पनि यत्तिकै बनाइदिएको गाई चाहिँ होइन त्यो काम कसरी स्टार्टअप गरौँ भन्ने थियो बनाउने त सोच बनाइरहेको थियो अस्ति नैदेखि तर कहाँबाट स्टार्ट गरौँ भन्ने भएको थियो अनि आज फेरि यत्तिकै आइदिएँ यत्तिकै बनाइदिएँ गाई चाहिँ होइन अनि अब यत्तिकै बनाइदिए जस्तो भयो क्या अनि म्युजियम टाढाबाट देखाइदिउँ लाग्यो दामी छ म्युजियम चाहिँ चाहिँ यतातिर हेऱ्यो त्यही हो अझ पानी चलाएर हुन्छ पानी चल्यो भने चाहिँ बब्बाल देखिन्छ अहिले कतिखेर चल्छ थाहा भएन चल्यो भने म देखाइदिउँला अहिले त्यता पनि यतातिर पनि माग्दैछन् अनि हाम्रो नेपालमा चाहिँ मेरो यो भएन खुट्टा दुख्यो भनेर माग्छन् होइन मेरो कोही छैन भनेर अनि यहाँ चाहिँ अलिकति माग्नेले भने चाहिँ के भन्छन् गीत गाएर त्यो गरेर माग्छन् कि अनि यतातिर फेरि हाम्रो नेपालले फेरि पैसा दिने चलन हुन्छ नेपाल यतातिर कसैमा दिन्छ कि कोहीले पनि दिँदैन यहाँ चाहिँ हात खुट्टा हुन्जेलसम्म चाहिँ गरेरै खाने यहाँको ऊ चाहिँ के भन्छन् रे भन्नु कि यहाँ चाहिँ यस्तो बवाल देखेको छ है त्यो सल्लाहको बोट अनि यो मौसम पारे यस्तो बवाल I've been treading water for some time, picking up the parts of all my life. Didn't get to solve it this time. How am I to break apart? Don't tell me why we can't collide. Nowhere to run, nowhere to hide. Don't you feel it? On the break of dawn, I'll follow you to carry on. On the break of dawn, I'll follow you to carry on. I've been seeing farther in dark skies, bringing me so violent, not for time. Following my heart, ain't denying. Show you how I play my part. Ghosts in the night don't justify the love we lost, the love we hide. Don't you feel it? Don't you feel it? On the break of dawn, I follow you to carry on. On the break of dawn, I'll follow you to carry on. यस्तै नयाँ नयाँ ठाउँहरू घुमेकोहरू तपाईँहरूलाई देखाउने छु कस्तो मान्नुहुन्छ कमेन्ट गर्नु होला होइन यहाँको लाइफस्टाइल अनि यहाँको कल्चर अनि त्यसपछि तपाईँको एभ्रिथिङ होइन यहाँको अब सबै भनौँ न यहाँको ल्याङ्ग्वेजदेखि लिएर सबै मैले के भन्छ भ्लगरमा पोस्ट गर्नेछु सब्सक्राइब गर्नु होला है त फर्किन लागेको अब टक्क लगाएर यसो भ्युजहरू देखाइदिन्छु म तपाईँहरूलाई चाहिँ I've been treading water for some time, picking up the parts of all my life. Didn't get to solve it this time. How am I to break apart? Don't tell me why
अनि यो पिल्लर चाहिँ यो दुईवटा देखिरहेको पिल्लर चाहिँ एकदम पपुलर छ क्या ट्याक्रा वान अफ द फेमस हो नि त स्पेनको यो चाहिँ अनि अब यहाँबाट निस्किन पर्छ गाइज ल है त निस्किन पर्छ अब ल बार्सिलोना टुरिस्ट बस हो यो चाहिँ होइन अनि बाटो क्रस गर्छु म चाहिँ कहिला बाटो बन्नु भएको छ Ja, schein hè. अल्लाह यो गाइज अब यहाँको भ्यूहरू सबै देखिहाल्नु भयो यहाँ टाढाबाट हेर्दाखेरि यस्तो देखिन्छ अनि म चाहिँ यहाँबाट आएको गाइज है यहाँबाट अघि यहाँबाट आएको टाढो जे जे देखिरहेको छ यहाँबाट आएको यहाँ छु अहिले म चाहिँ होइन भ्युजहरू हेर्ने त्यही हो स्पाइनाको भ्युज स्पाइना सिटीको भ्यू चाहिँ बार्सिलोनाको स्पाइनाको भ्युज यो चाहिँ गाइज ल यस्तो छ है गाइज यहाँ चाहिँ फाइनली गाइज होइन यो स्पाइनाको भ्यू पनि हेर्ने हो म चाहिँ त्यहाँबाट आएको थिएँ अनि जस यस्तो छ स्पाइनाको भ्यू चाहिँ अब आज चाहिँ त्यही हो यत्तिकै काम थियो होइन थोरै बाहिर निस्किने अनि त्यत्तिकै घुमिदिएको अब के भनौँ होइन सबै कुरा पछि भन्दै गरौँ ल बुझ्दै गर्नुहुनेछ हावा चलेको छ यो गाइज यहाँ चाहिँ मैले तपाईँलाई टक्क लगाएर त्यो पुरा 360 देखाइदिएँ यो यहाँ टावरबाटको त्यही हो सपोर्टिङ किप लभिङ गाइज है माया गर्नु होला सपोर्ट गर्नु होला त्यही हो अनि अब चाहिँ मैले भ्लगहरू चाहिँ अब जेस आउने छ टाइम मिलाएर चाहिँ जेस महिनामा एउटा हुन्छ कि दुईवटा हुन्छ कतिवटा हुन्छ तपाईँहरूकोमा चाहिँ अब चाहिँ भ्लग स्टार्टिङ गर्ने सोच बनाइरहेको छु लगाएछ है त किप सपोर्टिङ लगाएको छैन हल्का भिडियो लामो पनि भइसकेको छ अनि अब म चाहिँ फर्किनु गएको रुममा जानुपर्छ अनि त्यही हो सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गर्नु होला साथसाथै बेल आइकनलाई चाहिँ प्रेस गर्नु नबिर्सिनु होला अनि यो भिडियोलाई लाइक कमेन्ट सेयर गर्नु होला होइन अनि त्यही हो गाइज है के भन्छ यति भन्दै अब चाहिँ नेक्स्ट भिडियोमा चाहिँ हेटौँला है त अब चाहिँ नयाँ भिडियोहरू आउँछ जियोस् होइन लगाएछ त बाई